माई हेल्थ गाइड, मेडिकल वा क्लिनिकल कुरा सबैले बुझ्ने भाषामा। साथीहरू नमस्कार, माई हेल्थ गाइड च्यानलमा स्वागत छ। हाम्रा पुर्खाहरूले सदियौँदेखि प्रयोग गर्दै आएको एउटा चलन कि ज्वरो आएको बेलामा चिसो पानीपट्टि अर्थात् कोल्ड कम्प्रेस गर्ने, जुन आजका दिनहरूमा समेत फाटोफुट्ट प्रचलनमा छ। यसको बारेमा यो भिडियोमा म सम्पूर्ण जानकारीहरू दिनेछु कि चिकित्सकीय दृष्टिकोणबाट साइन्टिफिकल्ली यो चिसो पानीपट्टि कस्तो अवस्थामा फाइदा गर्छ, के भएमा प्रयोग गर्ने, कुन अवस्थामा प्रयोग नगर्ने, कसरी प्रयोग गर्ने लगायत योसँग सम्बन्धित अन्य थुप्रै जानकारीहरू दिनेछु। यो भिडियो अत्यन्तै उपयोगी छ, अन्त्यसम्म हेरेर फाइदा उठाउनुहोला। कोल्ड कम्प्रेस भन्नाले शरीरको कुनै पनि भागमा चिसोको प्रयोग गरी उपचार गर्नु हो। यो एउटा सफा कपडालाई चिसो पानी वा बरफमा भिजाएर वा आइस प्याक प्रयोग गरेर गरिन्छ। यसको मुख्य उद्देश्य छाला मुनिको तापक्रम घटाउनु हो, जसले गर्दा विभिन्न फाइदाहरू हुने गर्छ। शरीरको जुन भागमा यो चिसो पानीपट्टि राखिन्छ, यसले त्यो भागमा दुईवटा काम गर्छ। पहिलो, रक्त नलीहरूलाई साँघुरो बनाउँछ, परिणामत त्यो भागमा रक्त प्रवाह कम हुन्छ, साथै तापक्रम पनि कम हुन्छ। अनि दोस्रो, त्यो भागको थाहा पाउने नसा अर्थात् नर्भहरूलाई लाटो बनाउँछ, जसले गर्दा त्यो भागमा दुखाइ कम हुन थाल्छ। कुन कुन रोग वा अवस्थामा कसरी प्रयोग गर्ने? एक नम्बरमा 102 डिग्री फरेनहाइट वा सोभन्दा बढी ज्वरो आएको बेलामा ज्वरो कम गराउनको लागि। ज्वरो कम गराउने औषधि खाँदा ज्वरो कम हुन 45 मिनट वा सोभन्दा बढी समय लाग्न सक्छ र कतिपय अवस्थामा ज्वरो कम गराउने औषधि प्यारासिटामोल खान हुँदैन। तर चिसो पानीपट्टिबाट 10-15 मिनटमै ज्वरो कम हुन सक्छ। कसरी प्रयोग गर्ने? फराकिलो मुख भएको कुनै भाँडोमा चिसो पानीपट्टि बिरामीको छेउमा राख्ने, 2-3 वटा सफा रुमाल वा कपडा त्यो पानीमा भिजाउने, अनि हल्का निचोरेर एउटा रुमाल निधारमा राख्ने र अब अर्को रुमाल चिसो पानीमा चोप्दै निचोर्दै रुमालले घाँटी, पाखुरा, काखी, हात, पेट, कम्मर, काछ, तिघ्रा, खुट्टा आदि भागमा पुस्दै रहने। साथै निधारमा अघि राखेको रुमाल हरेक 2-3 मिनटपछि चेन्ज गर्दै रहने। यो काम ज्वरो कम नभएसम्म गरि नै रहने। दोस्रो, चोटपटक लाएर मर्किएको, सुन्निएको, दुखेको बेलामा सुन्निएको वा दुखेको कम गराउनको लागि प्रयोग गर्ने। ताजा वा भर्खरै अर्थात् पहिलो 24 घण्टादेखि 48 घण्टाभित्र चोटपटक लागेर मर्केको, सुन्निएको, दुखेको बेलामा यो चिसो पानीपट्टि गर्ने। फ्रिजबाट निकालेको कडा चिसो पानीमा अघि जस्तै सफा रुमाल वा कपडा भिजाएर हल्का निचोर्दै चोट लागेको ठाउँमा रुमाल राख्ने। 2-3 मिनटमा यो रुमाललाई फेरि चिसो पानीमा डुबाउँदै हल्का निचोरेर पुनः चोट लागेको ठाउँमा राख्ने। यो काम हरेक 15-20 मिनटसम्म गरि नै रहने र दिनमा 3-4 पटक दोहोऱ्याउने। यसले दुखाइ र सुन्निएको कम गर्न मद्दत गर्छ। तेस्रो, टाउको दुखेको, माइग्रेन भएको बेलामा दुखाइ कम गराउनको लागि यो चिसो पानीपट्टि गर्ने। कसरी प्रयोग गर्ने? चिसो पानीपट्टिलाई निधार वा टाउकोको दुखेको भागमा राख्दा आराम मिल्छ। अहिले भर्खरै 2 नम्बरमा भनिएको तरिका अनुसार गर्ने। चौथो, सानातिना किरा फट्याङ्ग्रा जस्तै कमिला, माकुरा, माउरी, बारुला आदिले टोकेमा दुखाइ र चिलाउने र सुन्निएको कम गराउनको लागि प्रयोग गर्ने। यो अवस्थामा पनि अघि 2 नम्बरमा भनिएको तरिका अनुसार गर्ने। तर
धेरै माउरी वा बारुलाहरूले यदि टोकेको छ भने तत्कालै केही इन्जेक्सन र औषधिहरू चाहिन सक्छ। यस्तो अवस्थामा तत्कालै उपचार केन्द्रमा सम्पर्क गर्नुहोला। अब अर्को महत्त्वपूर्ण पाटो, प्रयोग गर्न नमिल्ने अवस्था र सावधानीहरू। सामान्य जस्तो लाग्ने यो चिसो पानी पट्टी प्रपरली प्रयोग गर्न जानिएन भने यसले नोक्सान पनि गर्न सक्छ। पहिलो सावधानी, एक पटकमा 15-20 मिनटसम्म मात्रै प्रयोग गर्नुपर्छ। लामो समयसम्म चिसो पानी पट्टी वा बरफको टुक्रा एकै ठाउँमा राख्दा छालालाई हानि हुन सक्छ। दोस्रो सावधानी, खुल्ला घाउ वा काटेको ठाउँमा यो गर्न हुँदैन, घाउमा इन्फेक्सन हुन सक्छ। तेस्रो सावधानी, चोटपटक लागेर मर्केको, सुन्निएको, दुखेको बिरामीहरूमा यदि प्यारालाइसिस वा छाला लाटो हुने समस्या छ, पुअर सर्कुलेसनको समस्या छ, मधुमेह, पेरिफेरल भास्कुलर डिजिज आदि जस्ता समस्या छ भने चिसो पानी पट्टी गर्दा त्यो ठाउँमा घाउ हुने वा त्यहाँ अन्य समस्या निम्तिन सक्छ। चौथो सावधानी, लामो समयदेखिको पुरानो दुखाइ जस्तै बाथरोग वा आर्थराइटिस आदिमा चिसो पानी पट्टी गर्दा दुखाइ झन् बढ्न सक्छ। चिसो पानी पट्टीको सट्टा तातो पानी पट्टी गर्नु बढी लाभदायक हुन्छ। त्यसकारण चिसो पानी पट्टी गर्नुहोस्, तर यी सावधानीहरूलाई ध्यानमा राखेर है। आशा छ यो भिडियोले तपाईँलाई चिसो पानी पट्टीका सम्बन्धमा पूर्ण रूपमा जानकारी दिएको छ। यो सम्बन्धी थप केही जिज्ञासा छ भने तलको कमेन्ट बक्समा लेखेर अथवा मेल गर्नुभयो भने त्यसको सम्बोधन गर्नेछौँ। भिडियो हेरेर मलाई साथ दिनुभएकोमा धन्यवाद। कमेन्ट बक्समा आफ्नो धारणा लेखेर साथै लाइक बटनमा टच गरेर हामीलाई थप हौसला र मार्गदर्शन गर्नुहुन, साथै यो भिडियो आफ्नो सम्पर्कका सबै व्यक्तिहरूलाई सेयर गर्नुहुन अनुरोध गर्दछौँ। विभिन्न रोग र स्वास्थ्य समस्या समाधान गर्ने विषयका भिडियोहरू पब्लिस गर्ने गरेको हाम्रो यो च्यानललाई अझैसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर अल नोटिफिकेसन बटन समेत अन गर्नुभयो भने थप नयाँ भिडियोहरू ल्याउन हामीलाई प्रेरणा मिल्नेछ। आगामी भिडियोमा तपाईँको स्वास्थ्यसँग सम्बन्धित यस्तै ज्ञानवर्धक सामग्रीका साथ हामी भेट्नेछौँ। तपाईँ र तपाईँको परिवार स्वस्थ र खुसी रहनुहोस् र अरूलाई पनि स्वस्थ र खुसी रहन प्रेरित गर्नुहोस्। धन्यवाद।